आज स्वर्गीय मोहन पण्डितको 10औं तिथि श्राद्ध सबैजनाले हार्दिक श्रद्धाञ्जली कमेन्ट गरिदिनु होला। आज स्वर्गीय पण्डित मोहन प्रसाद लामिछाने तपाईँ हामी सबैजनाले मोहन पण्डित भनेर चिनिरहेको सबै ठाउँमा पूजा आजा धर्मसँग रिलेटेड भागवत प्रवचन सप्ताह पुराण सबै ठाउँमा लगाएर जानुहुने मोहन पण्डित हाम्रो माझ हुनुहुन्न र उहाँ यो धरती तथा हामीलाई छोडेर जानु भएको 10 वर्ष पुरा भएछ र अहिले म अमेरिकाको नर्थ क्यारोलिना हाई पोइन्टमा छु। मोहन पण्डितका जेठा छोरा अथवा हाम्रो हजुरबा हुनुहुन्छ, उहाँको घरमा चाहिँ 10औं श्राद्ध आज श्राद्ध विशेष परेको र उहाँको मृत्यु उत्सव परेकोले हामी यहाँ सहभागी हुन आछौँ। 10 वर्ष भयो है मोहन हजुरबाले हामीलाई छोडेर जानुभएको। तपाईलाई समय याद छ? भूकम्प गएको 2072 साल वैशाख 12 गते। वैशाख 12 गते भूकम्प गयो भने मेरो बुवा असारको 29 गते बित्नु भएको टिचिङ हस्पिटलमा। कति वर्ष उमेरमा बित्नु भएको हाम्रो हजुरबा? 1986 सालको जन्म, 86 वर्ष। 86 वर्ष। हजुर चाहिँ कति वर्षदेखि अमेरिकामा हुनुहुन्छ हजुरबा? म 2011 देखि। 2011 भनेपछि हजुर पनि 15 वर्ष भयो अमेरिकामा? भयो। क्रिया गर्न त्यही दिन नै म यहाँबाट नेपाल गएँ। भाइहरू घरमा गएर भाइहरू क्रिया बसिसकेर छन्, म चाहिँ गएर जोडी राति गएर आँखुमा कपाल सपाल काटेर नुहाई धुवाई गरेर अनि हरेक वर्ष चाहिँ यही अमेरिकामै भए पनि पुरै प्रक्रिया पुर्याएर पण्डित बोलाएर नै अनि श्राद्ध चाहिँ मैले बाबुआमाको अहिलेसम्म हिँड्ने गरेको छु। कुनै पनि साल छोड्या छैन, छोड्ने कुरा नि भएन र श्राद्ध चाहिँ मैले यहाँ त मैले आज आउँदा धेरैजना मान्छेहरू देखेँ। यो कम्युनिटीमा धेरै नेपालीहरू छन् हो? नेपालीहरू हुनुहुन्छ धेरै नै यस कम्युनिटीमा। झन्डै 28-29 घरहरू छौँ। सबैजना यहाँ आउनुहुन्छ अनि अलि टाढा टाढाका नै आउनुहुन्छ, चिने जानेका मान्छेहरू। श्राद्धको कुरा छ, अरु चाडबाडमा पनि सबैजना आउनुहुन्छ। दसैँमा प्रशस्त आउनुहुन्छ। मलाई इष्टमित्रहरूले साथ दिनु भएको छ। मेरो मुख्य कुरा चाहिँ आउनको कारण चाहिँ छोरीहरू हो। ठुली छोरीले सबै ठाउँमा चिनेको पहिले आएकिन्। अनि इन्दिराको बुवा मुवा भनेपछि सबैजनाले माया नै गर्नुहुन्छ, हेल्प नै गर्नुहुन्छ। श्रवणलाई कसले नचिन्ने, प्रतिमालाई कसले नचिन्ने। अहिले छोरो नि आयो, सानो छोरी नि आइन्, त्यसपछि त सबैलाई उनीहरू चिनियान छन्। अनि यता हाम्रो एउटा कमिटी छ, एउटा शिवालय छ हाम्रो त्यहाँ, टिएनसिसी भन्ने। राम्रै व्यवहारमा हामी बसेका छौँ यहाँ। जे होस्, यहाँ मामा घर आउँदा चाहिँ मलाई चाहिँ लाग्छ कि म नेपालै आएको जस्तो। बारीतिर हेऱ्यो पुरै फलफुल छ। पछाडिपट्टि करेसाबारीमा जाने हो भने तरकारी छ, त्यहाँ नभएको तरकारी कुनै छैन होला। अब यहाँ नेपालीहरूको जमघट त्यस्तै हुन्छ। यहाँ चाहिँ अब धेरैजनाहरू चाहिँ नेपाली हिन्दू संस्कृतिलाई चाहिँ अमेरिकामा बसेर पनि एकदमै जगेर्ना गरिदिइराख्नु भएको छ। नेपाली वातावरण, नेपाली माहौल र नेपाली मौलिकता चाहिँ यहाँ आएर चाहिँ हराएको छैन, त्यही देख्न पाइन्छ। हजुर। अनि परिचय हुँदै जाँदाखेरि धेरै नै परिचय भयो। अहिले त मैले सोच्थेँ कि मेरो दार्जिलिङ जिल्लाको चाहिँ यहाँ वरिपरि कोही पनि हुनुहुन्न भन्दाखेरि आखिरी भान्जी हुनुहुन्छ एउटा, अरू पनि अहिले चाहिँ थाहा हुँदै गयो। मेरो त केही पनि छैन। म त अब यसो भए मैले भन्नुपर्दाखेरि म नेपाल आर्मीमा 26 वर्ष 4 महिना सर्भिस गरेर 2054 सालमा निस्किएको। 14-15 वर्ष घरमा बसेर खेती किसानतिर लागेँ। अनि त्यसपछि म यता अमेरिका लागेँ र यहाँ पनि आएर मैले झन्डै 11 वर्ष बाहिर सिभिलियनमा काम गरेँ र सो बाबत अलि केही न केही इन्कम हुन्छ। माइजूले 15 वर्षदेखि तरकारी बारी पुरै नेपालै जस्तो बनाउनु भएको। नेपालै जस्तो यो सिमी कहाँ छ? डल्ले खुर्सानी, बोडी, फर्सी। अस्ति लगेको कर्कलो कति मिठो भयो माइजू। आज त सबै आधा पात भएर छ। हजुरबा, बडो मजा लाग्यो। धन्यवाद।